मलाई जजले रिस उठाउँछ तिनीहरूलाई त म ल्याएर यसमै बसाइदिन्छु मजाले। ओ ओपा कहाँ हिँडेको? चिटिक्क परेर माटो नि हो। गर्लफ्रेन्ड भेट्नु हिँड्यो भन्यो भने भरे तिमीलाई माटो नि ढोपिहाल्छ तिम्रो गर्लफ्रेन्डले है। ल ल ल ल बुढी बुढीहरू हामी घुम्नु निस्किसकेको छ। उयो माइला चाहिँ पुरै भिलेन जस्तै देखिरहेछ। माइला चाहिँ पुरै हिरो भएर चाहिँ चिरिचट्ट परे हिँडेको छ। अब चाहिँ ल हामी यहाँदेखि सरर होइन चेस्मा लाएर टक्क लाएर भएको जति नयाँ नयाँ लुगाहरू लाएर पुरै अर्को माइलाले खापाङ पनि भिरेर चिरिच्याट्ट परेर उसको लागि केटी खोज्दै हिँडे होइन। हामी डुल्नु हिँडेको म जाँदिनँ भनेको केटाहरूले जाउँ कि भनेर एकचोटि भन्यो। म पनि लौ न त जाउँ भनेर हिँड्यो। अनि अगाडि केटाहरू पुरै हिँडियो। ए बलात्कारीहरू अब भ्लगरलाई कहाँ सक्छ त अब। तिमीहरूले सक्दैन नि। ओए तिमीहरूको पेन च्यातिएर छ यार, पेन च्यातिएर छ तिमीहरूको। पछाडि त पुरै खोपिले पेन च्यातिएर तिमीहरूको मसलाहरू टुक्क। अयो उता पुरै आज त च्यातिएर तिमीहरूको यो माइला त अनि पुरै आज त त्यो भिलेन भएर माटो नि फेरि पुरै भिलेन हेरेर माटो नि पेन त्यस्तै मिलाएर ल्याएछ। माट्ने जाडो हुन्छ त। माइला अन्के गर्छ तिम्रो पनि चस्मा छैन? माइला चस्मा छैन? ए ल गाडी त गयो ऊ हाम्रो गइसकेको। अब यहाँदेखिको हाम्रो याङसम्मको यात्रा चाहिँ यो गाडीमा हामी जानेछौँ। यो गाडी टक्क निकालेर सर्लक्क लाएर आफै चलाएर जानेछौँ। गाडी हामी पर्खिरहेको थियौँ यहाँनिर। खोइ माइलाको हातमा के भएको रहेछ हेरिरहेको थियो। केटाहरूले पुरै टुवा परेर हेरिरहेको थियो गाडी कति बेला आउँछ भने अर्को माइलाले हेरिरहेको थियो। मैले भिडियो बनाउँदै थिएँ फेरि अर्को माइला पनि आएर कुरा थप्यो। अनि अब सौल गएर के खाने भनेर पुरै मिठो मिठो खानुपर्छ भनेर एउटा सोल्टीले फेरि निकालिसकेको छ यहीँ। त्यो ड्रामामा देखाउँछ नि यो के भन्छ अरे एउटा के भन्छ अरे भिडियो बना बलात्कारी माइला स्वागत छ भने आउने त गामसाम्नी त थुक्का गरिसक्यो पर्खाइदिनु पर्ला भनेर। ल ल ल खोइ खके नि ट्रेन आउँदै थियो त्यही भएर हामी हतार पसिहाल्यौँ। अर्को माइलाको त कार्ड बिग्रेर तलै रहेर छ टुक्ने माइला त। अनि फेरि हामी झऱ्यौँ त्यहाँदेखि होइन। हामी माथि आएर बसिरहेको थियौँ। अनि फेरि केटाले कल गरेर तल झरेर अनि थिचेर अनि मिलाएर अनि कुटुटुङ फेरि आयौँ। हामी लखराङ तिनजना। अर्को माइलालाई सम्झाउँदै थियो यस्तो उस्तो गर्नुपर्छ भनेर। केटाहरू अनि यो तिम्रो कुटु टाल्यो खकेनी माइलाले मैले जिस्क्याएर यसो उता हेरेको त राम्रो किराहरू त कति धेरै। हामी त बस्नु नपाएर उभिएर गयौँ। मलाई जजले रिस उठाउँछ तिनीहरूलाई त म ल्याएर यसमै बसाइदिन्छु मजाले। एक नम्बरमा
तिमी हो 2 नम्बरमा म त डिजर्भ गर्छु ल ओ माने नानी यहाँ चाहिँ ठुलो यी यसमा बसाइदिनु पर्छ इन्द्रालाई तिमीहरूलाई म पालो बसाइदिन्छु यस्तोमा फ्रीमा बसाइदिन्छु केटा गाली नगर सबै अङ्कल आन्टी दिदी भाइहरू सबैले हेरिरहेछ केटाकेटी हो सभ्य हुनुपर्छ राम्रो बोल्नुपर्छ मिठो बोल्नुपर्छ गौतम बुद्धको देशबाट आएका तिमीहरू होइन यस्तो मान्छे हो चनाको भन चनाको हामी 3 जना चाहिँ यतातिर पुरै फोटो खिच्नेतिर लाग्यौँ हाल्यौँ 2 जना माइलाहरू त गएर त्यो चोरीमा मस्तले बसिरहेको छ यस्तो हेरेको त केटाहरू त पुरै बसिरहेको थियो मलाई फलो गर्दा म कन्टेन्ट गइदिन्छु यस्तो पो रहेछ कस्तो दामी यार भला कर क्या बनेगा रे पाइदिन्छु केटा भले म हालिहाल्छु नि केटा त्यो कहाँको टावर हो त्यो भएन त्यो त नामसान त होइन हौ हो र एउटा फोटो खिच्ने ल भाइ ल जाऊ ल छिटो ल केटा हो यो अरिनोरी खङ्गनमा चाहिँ पुरै 26 वर्षीय केटाहरू झर्यो भने ओए भाइ ल भाइ त पिलित्तै झर्यो त यार तिमी झर न बास्तो ल अनि लाइन बस्छ हुँदैन खै न फेरि जा कस्तो खतरा लाग्यो म त बित्दै हुन्छ ओए बास्तोला झर न लु बास्तोला त अट्दैन होला त्यही उतला पनि छ अर्को छोटो जाऊ ल हामी आएको छ मैले यहाँ उता यताबाट कता यताबाट के गर्ने फोटो खिच्ने भिडियो ओ केटा हो दामी आएको छ है हाम्रो अब के गर्नु त खिचेको तिमीले खेलेको कस्तो मजा आउँछ हेर्दै तिमी त प्लित्तै झरिहाल्यो नि म त फास्ट गयो होला है ल लगभग हामी धेरै घुमिसकेका थियौँ जाँदै सट्टै हेरेको त एउटा पुरै घना जङ्गल रहेछ अनि केटाहरूले फेसन दिनु सुरु गरिहाल्यो नि यस्तोरी खिचिदिनुपर्छ भन्छ च्याप्पै समाएर खिचिदिनुपर्छ भन्छ होइन बुढा यस्तरी भन्छ अर्को बुढाले फेरि अर्को बुढाले उता समाछ यहाँ केटाकेटीहरू पुरै जोडी थियो हामीले फोन निकालेर फोटो भिडियोहरू बनाउन सुरु गऱ्यो सब भाइ गयो अन्त हामी त रुख जस्तै बसिराख्यौँ अनि केटाहरूलाई यहाँ पुरै म फोटो खिचिदिएँ भिडियो बनाइदिएँ होइन केटाहरू आमा यहाँ त पुरै बुकै बुक रहेछ 1 2 3 4 5 6 7 8 11टा बुक रहेछ अब यो कसरी पढ्ने थाहा छ त सक्यो म त पढिसकेँ केटा हो यो बुक त विजय साई पाराले हेलो एभ्री बुढीहरू सबै बुढीहरू यता हेर ल मागा डक्स ल भन न के भन्ने सौचुकमै आएको हामी
ल बुढीबुढीहरू आज भोकले झन्डै मऱ्यो विशेष मर्नु लागेको सोल्टी चाहिँ यो हो अब म मर्छु होला बाँच्दिनँ होला अब अर्को सोल्टी कता छ अनि दुईजना सोल्टी यता रहेछ के छ बुढा महिला ठिक छ ल म त थाहा छ मारी गरेन 100 रुपियाँ थाने वासरुम नि त